हुन त केटाहरूको लाडो भन्दा केटीहरूको पुती चिलाएपछि आँखै देख्दैन रे भन्ने सुनेकी थिए। होला जस्तो पनि लाग्छ किन कि केटाहरूको लाडो चिलाए चिक्न मन लागे 36 हानेर भए पनि पानी फालेपछि सम्झो होला, तर केटीहरूको पुती चिलाए पनि के गुसार्ने, कसैलाई आइज मलाई चिक भन्न पनि नमिल्ने। पुती सोझाइदिएपछि उसको लाडो त टुङ्गोमै पुग्यो, झन्नै मुतिन्जेल भए। नमस्ते साथीहरू, मेरो नाम उस्मा। आज म तपाईहरूलाई मेरो जीवनको सत्य कथा सुनाउँदैछु। त्यो बेला मलाई साह्रै मेरो तलको मोही पार्ने ठेकी चिलाउने गर्थ्यो, तर के गर्नु, त्यस बेलासम्म मोही भने पारेको थिएन। तर एक दिन त्यो दिन पनि आयो जुन दिन मैले मज्जाले मोही पार्ने अवसर पाएँ। तपाईँ पनि यही आइडिया प्रयोग गरेर ठोक्न र ठोकाउन सक्नुहुन्छ होला। तर एउटा कुरो के हो भने साथी, कसले पो तेरो ठेकी चिलाएछ ला, मेरो मदानी तेरो ठेकीमा हाल भनेर देला त कसैले दिँदा पनि दिँदैन, कसैले पनि मोही पारौ भनेर पनि आउँदैन। त्यसका लागि त आफैले आइडिया लगाएर केटालाई भन्न जान्नुपर्छ अनि मात्र चिक्न पाइन्छ। तर केटाहरू पनि मोही पार्न पाएपछि त के कुनै हल्ला गर्दैन अनि त आहा कति मोज, कसैले थाहा पनि नपाउने, आफूलाई मज्जा पनि हुने। तपाईँ पनि यही आइडिया लगाएर ठोकाउनु होला है साथीहरू। जुन आइडिया यस प्रकार छ। कुरा के थियो भने मेरो घर नजिकै एकजना छिमेकी थियो। उहाँ पेसाले शिक्षक हुनुहुन्थ्यो। उहाँलाई हामी राजन सर भनेर बोलाउँथ्यौँ। उहाँ पनि त्यस्तै भर्खर 25-26 वर्ष जतिको देखिनुहुन्थ्यो। मैले अघि नै भनिसकेकी छु कि मेरो तलको मोही पार्ने ठेकी बेला बेलामा सन्किन्थ्यो। त्यस्तै एक दिन मेरो मनले एउटा पाप सोच्यो, यो राजन सरसँग ठोकाउन पाए पनि हुन्थ्यो। एक मनले डर पनि लाग्यो, अर्को मनले भन्यो जे सुकै होस्, यस्तो पाप साप सोच्यो भने त बुढा र बुढी पनि गर्न भएन नि। अनि फेरि मनले सोच्यो, जे होला होला, एकपटक त त्यो सरको मदानी मेरो ठेकीमा हाल्नै पर्छ। फेरि अर्को मनले सोच्यो, त्यस्तो गर्न त त्यो सरसँग साइनो पनि मिल्दैन, त्यो सरले त मलाई सानीमा पो पर्छ। फेरि यस्तै सोच्दै थिए, लौ सानीमा त होइन पो क्यारे, नत्र किन त्यो सरको दाइले हाम्रो ठुलो बाको छोरी लगेको त पहिले पहिले 7 पुस्ता अघिको हाम्रा बाजेहरूको साइनो पो हो क्यारे। पहिले पहिले त्यसै हाम्रो बा आमासँग कुरा गर्ने निहुमा अर्कै साइनोले बोल्नु भएको रहेछ। नयाँ साइनो गाँस्न जति भने पनि मिल्ने भएर नै क्यारे हाम्रो ठुलो बाको छोरी त्यो सरको दाइले लगेको कुटुम्बको साइनो नै रहेछ। जे भने पनि मिल्ने, म त उहाँको दाइको साली पो हो, कस्तो बिर्सेको। भिनाजुको त भाइ पो हो, भिनाजुको भाइसँग त मोज गर्नै पर्यो नि। तर त्यो भिनाजु त्यो सरको आफ्नै आमाको छोरो भने होइन। त्यो सरको बुबाले 2टा बिहे गर्नुभएको रहेछ। जेठीपट्टिको चाहिँ त्यो भिनाजु, कान्छीपट्टिको चाहिँ त्यो सर हो। फेरि अर्को मनले सोच्यो, यस्तो साइनोहरू हेर्न थाल्यो भने त आफू जन्मेको प्वाल पनि देखिन्छ नि। यस्तै यस्तै सोच्दै म त्यो सरसँग मोही पार्ने गर्ने निदो गरेँ। त्यो त ठिक सोचे, तर अर्को समस्या फेरि के छ भने पेटमा बच्चा बस्यो भने के गर्ने। पेटको बच्चाको कारणले कि मर्नुपर्छ कि त्यही सरसँग पहिला जानुपर्छ कि त्यही बेला अरू नै मन पर्ने कुनै मान्छेले लैजानुपर्छ। कस्तो झ्याउ भने के गर्ने। ठोकाउ भने यस्तो डर इज्जतै जान पनि सक्छ, नठोकाउ भने यहाँ मेरो पुती चिलाएर उल्का हुन्छ हत्तेरीका। फेरि अर्को कुरा, त्यो सरलाई त फास्लाङ फुस्लुङ गरी फकाएर ठोक्न लगाउला, त्यस्तो सोझो मान्छेलाई कसरी ताल पार्नुपर्छ त्यो त मैले जानेको छु। तर फेरि पेटमा बिउ बस्यो भने त्यो सरसँग म कसरी पहिला जाने। त्यो सरको बुढीले थाहा पाए भने त मार्छ, झन् पहिला जाने कुरा कसरी सोचौँ। त्यो सरको पहिला नै बिहे नभएको भए कति राम्रो हुन्थ्यो। कुनै डर नहुने थियो, पेटमा बिउ नै बसे पनि नो टेन्सन, त्यही सरसँग पहिला जान पाउँथे। तर अब चाहिँ त्यो सरसँग गएर के काम, सौताको मुनि परिन्छ, ठुक्क मेरो भाग्य। अरू नै केटालाई ठोक्न लगाऊ भने त्यो सर जतिको भर पर्दो मान्छे नै छैन, बेकारमा नराम्रो हल्ला मात्र गर्छ। तर त्यो सर त त्यस्तो अरूलाई नचाहिने कुरा गरेर हिँड्दैन। त्यही हुनाले ठोक्नु त त्यही सरसँग नै ठोक्नुपर्छ। जे सुकै होस्, कति दिनसम्म यसरी ठेकी चिलाएको खपेर बस्ने। बरु पेटमा बिउ नबस्ने जुक्ति चाहिँ गर्नु पर्ला।
फेरि मैले सोचे मेरो पल्लो गाउँको साथी रबिनाले त मेडिकलको पसलमा इकोन भन्ने चक्की पाइन्छ, ठोकेपछि त्यो 2 चक्की खायो भने केही हुँदैन भन्थ्यो। त्यो इकोन भन्ने चक्की नपाए हेलमेट भए पनि भइहाल्छ, बरु यो सामानहरू चाहिँ जुटाउनु पर्यो। यस्तै सोच्दै एक दिन म चुरा लगाउने निहु पारेर बजारतिर गएँ। बजार पुगेपछि मैले 1 दर्जन चुरा किने। त्यसपछि म मेडिकल अर्थात् औषधि पसलमा गएँ। सुरुमा त कसरी मागौ जस्तो भएको थियो, तर पसल पुगेपछि पसलेले के चाहियो भन्यो। मैले पनि अलि लजाए जस्तो गरी आँट निकालेर भने साहुजी इकोन छ। पसलेले भन्यो छ। अनि मैले त्यहाँ 1 पाकेट इकोन किने। त्यसपछि फेरि 6 पाकेट हेलमेट पनि किने अनि घर आए। अब कसरी राजन सरको मदानीलाई जालमा पार्ने? अब राजन सरको मोबाइल नम्बर खोज्ने काम गर्नुपर्छ भनी उहाँको बुढीलाई सरको नम्बर सोधे। उहाँको बुढीले मलाई नम्बर सजिलै दिइन्। त्यसपछि मैले सरलाई हाई के छ भनी SMS गरेँ। उहाँले को भनी कल गर्नुभयो। हाम्रो मेसेजबाट कुराकानी हुन थाल्यो। त्यसपछि सरलाई मैले एउटा मेसेज पठाएँ, सर मलाई एक चीज दिनु ल। सरले रिप्लाई गर्नुभयो, के चीज? अनि मैले भने त्यो क्या? फेरि सरले रिप्लाई गर्नुभयो, के चीज? मैले भने तपाईको त्यो। सरले सोध्नुभयो, के त्यो? मैले भने आफै बुझ्नुस्। अनि मैले थोरै आँट निकालेर मेसेज गरेँ, तपाईको त्यो लामो क्या? सरले बुझ्नु भएछ मलाई फेरि बुढीले मार्ला भनी रिप्लाई गर्नुभयो। अनि मैले भने म कसैलाई भन्दिनँ नि, तपाईँ पनि नभन्नु ल भने। त्यसपछि हामी मेसेजबाट नै उतौला कुराहरू सेन्ड गर्न थाल्यौँ। कहिले म मेरो ठेकी चिलायो आऊ मलाई मोही पार्न भन्थे त कहिले सरले मेरो मदानी रन्कियो भनी मेसेज गर्नुहुन्थ्यो। यसरी मेसेजबाट कुरा गरे र मैले र सरले मज्जा लिन्थ्यौँ। यसरी नै हामी ठोक्ने कुरा पनि गर्यौँ। मोही पार्नको लागि ठाउँ पनि तोकियो। त्यो दिन मलाई अझै याद छ, भदौको 20 गते। त्यो दिन मोही पार्ने दिन निदो गरे मेसेजबाट नै। मनभित्र कस्तो कस्तो लाग्दै थियो, तर म ढुक्क थिएँ किनकि मसँग हेलमेट र इकोन नै थियो। ठोक्ने ठाउँ पहिले हामी स्कुल जाँदा बाटोमा पर्ने जङ्गल मेसेजबाट निदो भयो। म तोकिएको टाइममा त्यो वनमा पुगेँ अनि सरलाई कल गरेँ। एकछिनपछि मलाई खोज्दै सर पनि आइपुग्नुभयो। मलाई निकै लाज लाग्यो। किन लजाए कि भन्दै सरले मलाई गालामा चुप्पा गर्नुभयो। मेरो जिउमा करेन्ट लागे जस्तो भयो। त्यसपछि हामी अङ्गालो मारेर जिस्किने र खेल्ने गर्न थाल्यौँ। सरले मेरो माथिको बोगटे च्याप्प समात्नुभयो। म आनन्द मानेर बसेकी थिएँ। सरले त भित्र हात हाल्नुभयो अनि मेरो बोगटे मार्नुभयो। मलाई मजा भयो। सरले मेरो लप्सीको गेडा जत्रो ठोसा भएको मेरो बोगटेको कालो मुन्टा वरिपरि चलाउनु भयो। मलाई झन् मजा आयो। त्यसपछि म त पागल भएर कराएँ। मलाई त कस्तो कस्तो भयो, चिलाएको त खप्नै नसक्ने भयो। मेरा तलको मुही पार्ने ठेकीबाट दहीको मूल फुट्यो। मेरो तल च्याप च्याप भयो। मेरो त केही होस नै रहेन। मेरो मुखबाट मन्द आवाज मात्र निस्क्यो। सरले अझै मलाई खेलाउनु भयो। मेरो भोगटेलाई मालाक मुलुक पार्दा त कस्तो आनन्द आउने सम्झेर साध्य छैन। त्यसपछि सरले कति पनि ढिला नगरी उहाँको मोही पार्ने मदानीलाई मेरो ठेकीमा सोझायो। कहिले पनि मोही नपारेको मेरो ठेकी उत्साहित थियो। सुरुमा त सरको मदानी निकै मोटो भएको कारण मेरो ठेकीको सानो मुखमा घुस्नै मानेन। केही बेर पछि भने मेरो ठेकीबाट अलि अलि निस्किएको दहीको रसले गर्दा चिप्लिएर ग्लाममै इन्ट्री गर्यो। ओहो हो, मेरो त आँखा नै पल्टी गयो नि पहिलो पटक सरको मदानीको स्वादले त। त्यसपछि सरले धमाधम मोही फिट्न थाल्नुभयो। म सरलाई सजिलो होस् भनेर मेरो ठेकीको मुख सोझाइदिए। करिब 15 मिनेट जति मोही फिटेपछि दहीमा घिउ परेछ। क्यारे सरको मदानीले घिउ उकल्न लागे जस्तो लाग्यो अनि मैले हत्तपत्त सरलाई मैले ल्याएको एउटा हेलमेट दिए। सरले हेलमेट लगाएर फेरि थप 5 मिनेट पेल्नुभयो अनि हेलमेट भित्रै घिउको पिचकारी हान्नुभयो।